यसरी उहाँ बाजेको घर चुला भएभरको सबै सामान नातिले लगिदिइहाल्यो केही छैन हेर्नु त बाजे बाजेको घर आज निर्माण हुँदैछ खुसी हुनुहुन्छ बाजे खुसी हुनुहुन्छ कि हुनुहुन्न यो टिन लिएर बनाइदिएको घर बनाएको बिखुसी हुनुहुन्छ हैन नि खुसी हुनुहुन्छ हैन ओके ल यताबाट एउटा कोठा बनाएको नि ओके है त मैले नघोस्नु है बिचाराको सबै लगिदिएर नातिले यस्तै छ यहाँ तार काट्ने एउटा यता बाहिर छ दुईटै छ हैन दाइसँग छ एउटा बाहिर तपाईको दाजु माछा मार्नु गएको छ है बोजू दाजुलाई दाजु माछा मार्नु जानु भएको छ बहिनी खाटमा ओछाउनु यो चाहिँ यसरी बाहिर प्लास्टिकले चाहिँ यसरी बाहिर बारेको गर्मी भयो भने यहाँबाट सरक्कै माथि उचालेर हटाउने सकिने आँट्यो लगभग अब ऊ त्यहाँ छेउमा टाल्नु छ अलिकति फेरि टाटी लगाइदिनु छ सुत्ने रुम चाहिँ अलिक तातो बनाएको हो अनि किचन ल सकियो घर बनाउनुलाई घर बनाउने कार्यक्रम बाहिर बाहिर सबै प्लास्टिकले बेरेको अनि यहाँनिर कोठा छुट्टाएको चाहिँ टिनले म बाहिरबाट यहाँ चाहिँ पुगेन केहीले पनि ठिकै छोडिदिउँ यो माथिको साइड यो पूर्व साइड पश्चिम साइड अघि भइहाल्यो अब यता पूर्व पश्चिम उत्तर अब यहाँ चाहिँ उत्तर यता चाहिँ टिन लगाएको ल सकियो सबैजना सकियो त्यहाँ चाहिँ दुलै भनियौ यहाँ चाहिँ सक्यो कतिजना हो भित्रबाट यस्तो देखियो होइन भयो बाट्नेको लागि चाहिँ सक्यो बाजे गएको ल बाजेको नै हो त्यो बाजेकै हो आएछ हेर त सीता यता हेर न भिडियो बनाएको
कस्तो राम्रो आएछ लु हिँड्नुहोस् काम गरेर फर्केको हामी यो जङ्गल पारी काम गरेर फर्केको अरूहरू उतै हुनुहुन्छ उताकोहरू उतै रहनुभयो हामी यता बारीकाहरू वारी हिँड्यौँ सब बाँड्यौँ यस्तो आम्मै कति राम्रो देखिएको छ यो चाहिँ मकै हो यसरी रोपेको छ हामी जाने चाहिँ यसो यता त्यो हाम्रो चर्च हो अनि त्यहाँदेखि उता जाने हो यसरी काम गरेर फर्केको लु यता हेर्नुहोस् त सबैजनाले ल गलेको अनुहार हेरौँ थाकेको अनुहार कस्तो राम्रो आएको छ कि यता साइड चाहिँ घामले उयो गरेको छ र घाँस चोर्नेको हो भनेर कराएको दुईजनालाई